अब घरै पोखरा भएपछि त आउनु परिगयो नि कता यता घर बनाउनु तपाईँले तपाईँको घर छ नि त्यहीँनेरि पोखरामा तर यति रानो मान्छेको छोरी कस्तो राम्रो दिन्छ होला है गाइस, नि रहर लागेको छ तपाईँलाई म पाइदिन्छु नि के लोइलो बसिरहेर एकैचोटि पाउने यार दिमाग खराब टाइम लाग्दैन 9 महिना लाग्दैन लाग्छ नि 9 महिना त्यही त पाइदिन्छु भनेको त तपाईँलाई अहिलेसम्म भेटेको छैन के छैन कसरी पाउँछ नहुने कुरो बिहे भइगयो सग्रात भइगयो अब पाउँछु है। अब 9 महिनामा कहिले हो स्वागत बिर्सिनु भयो के गाजा खानुहुन्छ क्या हो कि भुलले बिरामी छ कहिले कहिले स्वागत भयो नहुने कुरो यार अस्तिको दिन भएको होइन कति साह्रो बिर्सेको हौ एक्सक्युज मी मैले तपाईँलाई छोएको छैन यार नचै भयो सग्रात त्यसो भए मैले तपाईँलाई छोएको छैन यार साँच्चै यार बिहे भइसक्यो सग्रात भइसक्यो अझै होसमा हुनुहुँदैन कि गाँजा खाएको तालमा गर्नुभयो ए गाँजाको ताल गर्नु पर्यो के गर्ने बिहे भन्नुभएको कि गाँजा खाएर बिहे गर्नु हो भनेको मैले छोएकै छैन यार कुन चाहिँले यार आज चिया बेच्नुभयो तपाईँले बेचेको तपाईँ पुरा 5 बजेसम्म पनि पुरा लाइभ बस्नु सुन्थेँ म त कतिखेर 5 बजेसम्म बसे अब अमित दाइले भन्नुभयो त 5 बजेसम्म पनि बस्नु चाहिँ हाम्रो चियावाली बहिनी भन्दै हुन्थ्यो हो 4 बजेसम्म बसेको थिएँ हिजो गेस्टमा साथी लिएको थियो कि त्यही भएर के भयो उता 4:30 सम्म बसेको हो नि हिजो नेट गयो जस्तो छ नेट प्रब्लम